Hello guys, welcome to my YouTube channel, YouTube vlog. It's me, Meena Pandey. I hope you guys missed me because I missed you guys. Someone, guys, I'm ready to go to Jitpur. It's my feet. Tata. Now I'm going back to my house. ट्युसन पढाएर भ्याइसकेँ अब जाँदैछु हेर्न यहाँको ग्रिनरी कति राम्रो छ बाफ्रे कति मनपर्छ मलाई यहाँनिर हेर्न ओहो कति राम्रो के चाहिँ छैन होइन क्या यहाँनिर के चाहिँ छैन एभ्रिथिङ इज हियर यसो केही चोर्नु पर्ला जस्तै छ लिची चोरौँ यसो लिचीतिर हेर्नु पर्यो ओ लिची रातो छ टिप्नु पर्ला यस्तै छ टिपेर चोरेर लिएर जानु पर्ला यस्तै छ एकदम दुईवटा चोरी अब ट्राई गर्ने so let's try this अमिलो छ जस्तो लागिरहेको अमिलै छ मलाई कसै धेरै मार्छु अमिलै छ खान सकिँदैन टाटा बाई बाई मेरो बाबा आउने भन्नुभयो क्यारे आज कति दिनपछि काठमाडौँमा हुनुहुन्थ्यो अनि आज आउने कुरा गर्नुभयो अब मलाई चाहिँ थाहा थिएन बाबा आउने भनेर दिदीलाई फोन गरेको बाबा हिँडिसक्नु भएको भनेर भने अब बाबा आउने बेलामा भन्दा नि भन्दैन कतिखेर जान्छन् त्यो पनि थाहा हुँदैन केही भने छैन नि यतिखेरसम्म आएको छैन बिहानै हिँडेको मान्छे अब आउने होला नि यसो फेरि हाम्रो बाबा फेरि आउनु साथै खिचिखिची गर्नु थाल्छन् झ्याउला छौँ त आउनु राम्रोसँग होस् राम्रो होस् त्यही हो भने त अरू त केही चाहिँ छैन र किचकिच नगर्दै झगडा धेरै नगर्दै हुन्थ्यो जस्तो लाग्छ क्या यत्रो पनि केटी जस्तै रिसाउँदैन हाम्रो भाइ त भगवान् हाम्रो भाइ त्यस्तै छ केटी जस्तै रिसाउँछ बरु म रिसाउँदिनँ होला हौ त्यति धेरै भगवान् त्यो बाटो पनि कति लामो छ एक्लै भएर होला है साथी पनि अब आउँदिनँ जस्तो कुरा गरेको छ त्यहाँनिर अर्कै मान्छे खोजिदिनु भन्ने कुरा गरेको छ मलाई अब खोजिदिनु पर्ला यसो अरू नै खोजिदिनु पर्ला मेरो ट्युसन पढाएर स्कुल जाने साथी छ गरिमा त्यसलाई नै भन्नु पर्ला यसो यसरी बोलाइराख जान्छस् भने भन्नु पऱ्यो गयो भने मलाई झन् साथी त्यस्तै आज म
आज दिनमा 2चोटि घरबाट बाहिर निस्केँ, 3चोटि घरबाट बाहिर निस्किसकेँ। 3चोटि मैले भिडियो बनाउन पाएको छैन, 3चोटि भिडियो बनाउनु पाएको छैन। एकचोटि खोप लाउनु एउटा आन्टी, मेरो आफ्नो आन्टी रक्षा आन्टी, अनि रक्षा आन्टीसँग छोरा, उनको छोरा छन्, हो छोरालाई खोप लाउनु भनेर गयो। छोरालाई खोप लाउनु भनेर जाँदा पनि भिडियो बनाइन, त्यहाँनिर छोरालाई बोक्नु पर्ने भयो, अनि यताउति गर्नुपर्ने भयो, अनि त्यही कारणले नै केही पनि गर्न भिडियो बनाइन। अलिकति मात्र त्यो पुगिसकेपछि अनि भिडियो गर्नुपर्ने हो, त्यो गरेँ है। अनि त्यो अनि पछि घर आएर पनि जितपुर जानु भन्नु मम्मी, त्यहाँ गएर पनि मैले भिडियो बनाएन। यस्तो इन्ट्रोभर्ट रहेछ कि है, एक्लै भयो भने म बनाउनु सक्दिनँ रहेछ है। अनि जब मान्छेहरू देख्छु नि अनि भिडियो बनाउन डर लाग्ने, यो मान्छेले मलाई के भन्छ, त्यो मान्छेले मलाई के भन्छ जस्तो लाग्थ्यो। पहिला त है मैले एउटा भिडियो बनाएको छु है, त्यसमा मैले सोचेको थिएँ अब त मलाई पर्दैन होला यसरी ऊ गर्नलाई भनेर म सोचेको थिएँ कि मेरो दिमागमै त्यही थियो, ए अब त के भन्छ भिडियो बनाउनलाई मलाई लाज लाग्दैन, अब सक्छु होला जस्तो लाग्थ्यो है। अब चाहिँ सक्छु कि जस्तो लाग्थ्यो, फेरि त्यही हालत छ, कामै केही छैन यार, डरै मात्र धेरै लाग्छ, के भयो होला। र हाम्रो घरको बाटोको चोक, भगवान् कस्तो ऊ छ है, कति राम्रो छ। तर के गर्ने, यो बाटोमै मात्र कतिचोटि एक्सिडेन्ट हुन्छ, कतिजना मान्छे मरेको थाहा छ यही बाटोमा एक्सिडेन्ट भएर। कुनै बेला त पनौती छ कि क्या जस्तो लाग्छ। धेरै जस्तो मान्छेको यही बाटोमा एक्सिडेन्ट भएर मरेको थाहा पाएको छु कि मैले त छ्या। भ्लग बनाउनु पऱ्यो क्या, यसो तपाईँसँग भयो भने अलिक राम्रो फिल आउँछ मलाई। पानी पुग्यो मैले आज 2-3 ठाउँ हिँडेँ होला आज मात्र, 3 ठाउँमा मैले भिडियो बनाउनु बिर्सेँ। जितपुरमा त मलाई किन अप्ठ्यारो लाग्यो, मैले बनाएन है। अनि के अरे अहिले सानी आमाको आन्टी के अरे रक्षा आन्टीलाई लिएर जाँदा पनि भाइलाई उयो गरेर पनि बनाउनु सकिनँ कि मैले भिडियो, सक्दिनँ रहेछ भिडियो बनाउन, गाह्रो लाग्दो रहेछ। एक्लै कि तपाईँसँग हुनु पऱ्यो, के हुनु पऱ्यो, न त सक्दिनँ रहेछ। सुनाइ उता जाई बाँदर नि ल सुन के सुन्ने अब, तपाईँले कहानी सुनेर बसेर अब काम त आउँदैन। टाटा। र आइसक्रिमवाला गयो, खान पाएको छैन। के गयो? आइसक्रिमवाला गयो, आइसक्रिम खान पाएको छैन क्या हामीले, मम्मीले दिएकै छैन खाना। तर मैले अघि नै 2टा लिची चोरेर खाइसकेँ नि म। त्यहाँनिर ट्युसन पढाएर आइरहेको थिएँ, अनि 2टा लिची भेटेँ, उ गरेँ तानेर टिपेर खाएँ। अहिले रातो देखेर आएको त भरे त अमिलो रहेछ है, बेकारै खाइ जस्तो लाग्यो। पाक्ने बेला त्यही त नभएर होला, अमिलो भएर रहेछ, खानै सकिनँ। रे मन्ना मुन्नीहरू अघि नै बिहान कति कराइरहेको थिएँ यिनीहरू, चुची रिङहरू। माई घडी, माई वाच। मम्मीले अघि भर्खर मम्मीले अघि भर्खर मलाई जितपुरमा किनिदिएको, 300 कति ल्याएर, 300 कति ल्याएर भँगेरा भन्छ होइन यिनीहरूलाई, भङ्गेर्नीहरू। कति ल्याएर मम्मीहरूले थाहा भएन मलाई। हाम्रो बबीको तर्फबाट गिफ्ट आयो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। आई होप यु गाइज इन्जोय इट एन्ड लाइक इट। तपाईँलाई अरू पनि यस्तै भिडियो हेर्नु मन छ भने प्लिज मलाई लाइक, सब्सक्राइब अनि कमेन्ट गरिदिनु भन्ने अनुरोध गर्दछु। सो दिस मच फर टुडे, थ्याङ्क यू, बाई बाई।